आज संसदीय दलको बैठक बसेर विशेष गरी संसदीय समितिहरूको सभापतिमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भएको छ। त्यसमा पार्टी सभापतिज्यूबाट प्रस्तावित भएको छ र संसदीय दलका नेता सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको उपस्थितिमा सभापतिज्यूले प्रस्ताव गर्नुभएको संसदीय समितिका सभापतिज्यूहरूको नाम अनुमोदन भएको छ। म त्यो नाम चाहिँ यहाँहरूलाई पढेर सुनाउन चाहन्छु। कानुन न्याय तथा मानवाधिकार समितिमा सभापतिको उम्मेदवार हुँदै हुनुहुन्छ समीक्षा बास्कोटा, सांसद समीक्षा बास्कोटा। त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवार हुँदै हुनुहुन्छ सांसद अशोक चौधरी। त्यस्तै पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवार हुँदै हुनुहुन्छ सांसद आशिष गजुरेल। त्यस्तै संसदको महिला तथा सामाजिक मामिला समितिमा सभापतिको उम्मेदवार हुँदै हुनुहुन्छ सांसद आकृति अवस्थी। त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद हरि ढकालज्यू। त्यस्तै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डाक्टर ओजस्वी शेरचन्दज्यू। त्यस्तै संसदीय सुनवाई समिति जुन संयुक्त समिति हो त्यसमा पार्टीको तर्फबाट उम्मेदवार हुँदै हुनुहुन्छ सांसद बोधनारायण श्रेष्ठज्यू। त्यस्तै राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, यो पनि संयुक्त समिति हो। यसमा पार्टीको तर्फबाट उम्मेदवार हुँदै हुनुहुन्छ सांसद गणेश कार्कीज्यू। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उम्मेदवार हुँदै हुनुहुन्छ सांसद सुम्निमा उदासज्यू। त्यस्तै संसदीय अर्थ समितिको सभापतिको उम्मेदवार हुँदै हुनुहुन्छ सांसद कृष्णहरि बुढाथोकीज्यू र उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवार हुँदै हुनुहुन्छ सांसद रहबर अन्सारीज्यू। यसरी 12वटा, 2टा संयुक्त र 10वटा संसदीय समितिमध्ये एउटा सार्वजनिक लेखा समितिको सभापतिमा चाहिँ हामीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट त्यसको सभापति हुने अपेक्षा राखेका छौँ। अब यो उम्मेदवार कसको दर्ता हुन्छ त्यस पछाडि हामीले आफ्नो निर्णयहरू केही गर्नुपर्ने हुने, तर हामीले अहिले सोचिराखेको चाहिँ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट सार्वजनिक लेखा समितिमा उम्मेदवार हुने अपेक्षा राखेका छौँ। र त्यसै गरी आजको यो संसदीय दलको बैठकमा प्रमुख सचेतकको रूपमा पार्टीबाट कविन्द्र गुर्लाकोटी, म आफैलाई चाहिँ प्रस्ताव गरेर यसलाई पारित गरिएको छ भने सचेतकमा 2 जना, एकजना सांसद प्रकाश चन्द्र परियारज्यू र अर्को सांसद क्रान्ति शिखा धितालज्यू र 2 जना चाहिँ सचेतक हुने प्रस्ताव पारित भएको छ। र त्यो सँगसँगै चाहिँ आज पार्टीको लेभी सम्बन्धी पनि निर्णय भएको छ। सांसदहरूको लागि 16,500 रुपियाँ लेभी, मन्त्रीहरूको लागि 18,000 लेभी र यो स्वकीय मन्त्रीहरूको स्वकीय र भोलि चाहिँ सांसदको पनि स्वकीय हुने भयो भने त्यतिखेर चाहिँ यो स्वकीयहरूको लागि चाहिँ 2,000 रुपियाँ लेभी तोक्ने आजको प्रस्ताव पारित भएको छ। धेरै धन्यवाद। यो चाहिँ मन्त्रीहरूको स्वकीय हुनुहुन्छ। मन्त्रीहरूको स्वकीय चाहिँ सांसदको चाहिँ यो निर्णय भएको छैन, यो चाहिँ संसदीय दलले गर्ने होइन। यो निर्णय चाहिँ अब मन्त्री परिषदले गर्ने भएको कारणले त्यसमा कुनै निर्णय भएको छैन। यो संसद विकास कोष चाहिँ यो अब सरकारको कुरा भयो, यो विषयमा पार्टीमा छलफल भएको छैन। यो सार्वजनिक लेखा समिति चाहिँ अहिलेसम्मको प्र्याक्टिस संसदीय अभ्यासमा प्रचलनमा चाहिँ यसअगाडि त कहिलेकाहीँ चाहिँ सत्तापक्षी दलले पनि लिएको रेकर्डहरू रहेछ, तर हामीले संसदीय अभ्यासलाई अलिकति बलियो बनाऊ भन्ने हिसाबमा हामी माथि पनि भोलि खबरदारी गर्न आवश्यक हुनसक्छ। त्यो कारणले गर्दाखेरि सार्वजनिक लेखा समितिमा चाहिँ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई दिनुपर्छ भन्ने प्रस्ताव थियो र यो चाहिँ अब उम्मेदवारी पनि उहाँहरूको पर्नुपर्छ। यदि त्यो पर्यो, उम्मेदवारमा कुनै चाहिँ ठुला प्रश्नहरू आएनन् भने हामी त्यो कुरालाई स्वीकार्ने प्रस्ताव छ। होइन, यो क्याबिनेटको होइन, यो चाहिँ संसदीय दलको प्रस्ताव हो। हजुर, यो संसदीय दलको चाहिँ आजको बैठक। हस्, थ्याङ्क यू। हस्।